साथीहरू होइन म उताको गाडी त्यही छोडिदिएँ क्या मैले 2 मिनट बाइक भनेर अनि ठ्याक्कै यो भेटाइदिएँ क्या कुद्दै आएर मलाई कति फाइदा भयो भेटाएर डाइरेक्ट आइपुगेँ क्या म यही त हो। हेलो एभ्रिवान गुड मर्निङ एन्ड वेलकम ब्याक टु न्यू ब्लग। दिस इज दिनेश खड्का एपिसोड जान सन्चै हुन्छ र म पनि एकदम धेरै नै सन्चै छु साथीहरू। सो आज ब्लग पनि स्टार्ट भइसकेको छ, नयाँ दिन नयाँ ब्लग साथीहरू। अनि साथीहरू सधैँ चाहिँ एउटै रुटिन डेली लाइफ के लाइफमा के चेन्ज आयो भन्नु सधैँ एउटै छ। नेक्स्ट डेको पनि के भन्नु एउटै ब्लगलाई रिअपलोड गरेको गऱ्यो भने सेम त्यही नै हो मेरो लाइफ। केही नयाँ चिज छैन, कतिको लथर मैले नयाँ चिज देखेर भिडियोमा लिएँ भने मात्रै हो। न डेली एउटै चिज छ, एउटै काम भइरहेछ, एउटै उठाइ एउटै सुताइ एउटै गएँ एउटै खाना खाएँ, सब चिज एउटै भइरहेछ। त्यसलाई लागि हेलो एभ्री वान वेलकम ब्याक टु माई न्यू ब्लग भनेर यो एभ्री डे सेम रेगुलर लाइफ रुटिन छ, त्यसलाई के भन्ने नै थाहा छैन। यस्तै चलिरहेछ साथीहरू। त्यो पनि ठिकै छ, यही देखाउने अब के गर्न सक्छु म होइन। मैले च्यालेन्ज लिएको छु आफूले आफूलाई 1 वर्ष भिडियो बनाउँछु भनेर रेगुलर। अब छोडौँ फेरि छोडौँ के छोडौँ नछोडौँ केही छैन, कन्टेन्ट त्यही उठ्के क्यामेरा निकालिहालेँ। एभ्री वान गुड मर्निङ वेलकम ब्याक टु म यहाँ पुगेँ, म जाँदैछु साथीहरू। म फिर्केँ सक्यो न, केही देखाउन पाउँछु न कहीँ जानु पाउँछु न गर्नु पाउँछु। हप्तामा एउटा दिन बाहिर गएर नयाँ जे हुन्छ त्यति हो साथीहरू। अरू केही छैन उपलब्धि लाइफमा, त्यति हो भित्रिरहेछ है। त्यो अर्को नयाँ चिज भन्यो भने गाडीले छोड्यो भने नयाँ चिज हुन्छ, त्यति हो। नत्र भने त्यही पुरानै हो साथीहरू। अचम्म लागिरहेछ लाइफ देखेर पनि, छक्कै पऱ्यो मैले ल यार। अस्ति नै तपाईँहरूलाई मैले डेली 1 महिनासम्म यो रुखहरूको पातहरू देखाउँछु है भनेर डेली देखाउँदाखेरि मैले हरियाली यो सुक्खा रुखबाट यस्तो पात हुँदैसम्म देखाएको थिएँ। अहिले त्यो पनि सक्यो, सो हरियाली भइहाल्यो साथीहरू, के देखाउने र त्यही ल। अब गाडी कुर्छु नि जान्छ यता 37 गाडी यस्तो टाइम आउन थालेको साथीहरू। ठ्याक्कै टाइममा अर्को आउनु 1 मिनट बाँच्छ, ठ्याक्कै ल्याइदियो क्या। पहिला मलाई त्यही भएर म कस्तो छिटो हिँड्थेँ क्या साथीहरू, ढिला ल्याइदिने ढिला आउने गाडीहरू। अनि त्यसले गर्दा अहिले त्यति, तर यो समर छुट्टी भएर पनि होला कि गाडी बाटोहरू खाली भएर गाडी छुट्याइदिएको के हो खालि दाम भयो। सो अब गाडी आउँछ नि जान्छ। म चाहिँ साथीहरू आइसकेँ। अनि कस्तो दामी घाम लागिरहेको आज त, बिहान बिहान त बब्बाल घाम लागिरहेछ, कुरै साधन यस्तो आँखा पनि हेर्नु भइरहेको छ घामले, ठिक्क आँखामा आइदियो। सो मजा आइरहेको छ, शीतल पनि छ, हावा पनि लागिरहेछ चिसो चिसो, अनि घाम पनि लागिरहेछ, यस्तो दामी छ पुरै छाड्दै। फिलहालको मौसममा कहिले त यस्तो राम्रो बन्छ नि पुरै छाड्दै। घाम तापेर बसिरहँ जस्तो यतै ढुङ्गामा बसेर, ढुङ्गा कस्तो लाग्छ। त्यही हो, म चाहिँ आइपुगेँ। अब जस्ट यहाँ आरामले बस्छु, 5-10 मिनटमा जान्छु। छिटो ल्याइदिन्छ गाडीले अहिले, रोड खाली भएर अनि धेरै किन छिटो जाने भनेर बस्नु लागेको। टाइमहरू अरू आउन चाहिँ गाडी ल। त्यही हो, अब बस्छु साथीहरू। यो घाममा घाम तापेर मस्त घाम मजा लाग्छ मलाई घाम ताप्नु साथीहरू। कति घाम तापे पनि अहिले नै हो क्या, किनकि अब पछि त पुरै घामै ताप्नु पाइँदैन यहाँनिर, किनकि पुरै उयो हुन्छ नि त। अब 1-1.5 महिना मात्रै हो, अब 1.5 महिना मात्रै हो यसरी घाम लाग्ने। अगस्त सेप्टेम्बरदेखि त पुरै धुम्म पर्न थाल्छ नि त साथीहरू यहाँनिर, अनि सकिँदैन साथीहरू। यो चाहिँ मेरो इभिनिङ वाक हो, कुदिरहेछ मस्त साथी रनिङ। इभिनिङको 4 बज्यो, म छिटो पुग्नु हुन्छ परेछ, त्यही भएर बिरालो रहेछ नि यिनीहरूसँग सुक्कु। आज गाडी नै आएन, 3 मिनट बाँच्दा माथि आएन त, यो स्टेसन आइसक्छ भनेर कुदेको। लास्ट गएको थिएँ साथीहरू होइन, म उताको गाडी त्यही छोडिदिएँ क्या मैले 2 मिनट बाइक भनेर अनि ठ्याक्कै यो भेटाइदिएँ क्या कुद्दै आएर मलाई कति फाइदा भयो भेटाएर डाइरेक्ट आइपुगेँ क्या म यही त हो। हिँड्नै परेन, त्यही अलिकति कुदेँ, 3 मिनट कुदेँ, तर जिउभरि पसिना आयो किनकि गर्मी छ नि त साथीहरू। त्यसले गर्दाखेरि चाहिँ र त ठिक टाइममा आइपुगेँ म, एकदम करेक्ट टाइममा। सोध्दै हो कति मजाको हावा चलेको यार, सर सकिन्छ त पनि। तेरो मेरो चाहिँ छुट्टी पनि भयो अनि 6 बजी लागेको, अनि अब चाहिँ घर जाँदैछु। जहिले ढिला हुन्छ कि बेलुकाको 7 बजे साथीहरू, किनभने टाइम चाहिँ कम हुन्छ अनि चाँडो चाँडो कुद्न पर्ने हुन्छ कि, त्यसले गर्दाखेरि त्यही हो गाडी छुट्छ कि भन्ने डर हुन्छ यार मलाई चाहिँ। मेन चाहिँ फेरि गाडी छुट्यो भने 15-20 मिनट, 11, 10:30 कति बज्छ रुम पुग्दा। अनि गाडी पुग्दा यति बेला एउटा गाडी नछुट्दा त 9:40 मिनटतिर पुग्छु, अनि लास्ट ढिलो हुन्छ नि फेरि
थोरै मिनट लाउँदैन यार गाडी फेरि दुईवटा चेन्ज गरेर जानुपर्छ झ्याउ लाउँछ क्या साथीहरू के गर्नु यस्तै छ हेर्नु सक्नुहुन्छ तपाईँहरू यस्तो छ यहाँको माहौल अहिले चाहिँ म यता आइसकेँ कुद्नु पऱ्यो साथीहरू फास्ट सकेला थान देऊ त देऊ त यस्तो छ साथीहरू यहाँको मौसम ओहो ल अझै आइपुग्न लागेँ म कति मिनटमा पुग्दो रहेछ है त 3 मिनट बाँकी थियो साथीहरू म चाहिँ ठ्याक्कै 1 मिनट बाँकी हुँदाखेरि आइपुगिसकेँ 59 चाहिँ 1 मिनट बाँकी छ आउनुलाई जस चाँडो आइपुग्छु म फास्ट कुद्छु साथीहरू पहिला 500 आयो यो पछि आउँछ 59 500 हो 500 देखाएकै रहन्छ अहिले टाइम भइसकेर ढिला आएछ नि त ऊ आयो तँलाई म देखाउँछु तपाईँहरूलाई देख्नुभयो 59 सो आयो अब चाहिँ चढाइ जानु पर्ने साथीहरू है त साथीहरू म चाहिँ यता अर्को गाडी चेन्ज गर्ने ठाउँमा पनि आइसकेँ तर हेर्नु न मेरो आउने गाडीको टाइमै देखाएको छैन 5 मिनटमा त 40 आउँछ भनेपछि त 37 कुरेको नि त हो अझै हेर्नु न छैन है देखाएकै ल्या कति मिनटमा आइपुग्छ होला त 40मा चढेर किनमाथि जानुपर्छ क्या हो किनकि त्यसमा गयो भने किनमाथिबाट 10 मिनट हिँड्यो भने त पुगिन्छ क्या अरे ला 37 त देखाउँदै देखाएन अब के गर्ने भन्ने कुरो भयो साथीहरू अल्छी पो लाग्यो मलाई त कुद्दै आउँछु है गाडी चाँडो भेटिन्छ भनेर अनि यत्रो ढिला नि नआउँदाखेरि त गाह्रो भएन सो साथीहरू त्यही हो अब चाहिँ म यहाँनिर गाडी कुदिरहेको छु अब भिडियो चाहिँ यहीँ टुङ्गाइदिनु पर्यो अनि जसजना भिडियो हेरिदिनुहुन्छ थ्याङ्क सो मच वाचिङ माई भिडियो किप लभिङ किप सपोर्टिङ एन्ड डु सब्सक्राइब माई च्यानल ओके बाई 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 साथीहरू मेरो चाहिँ छुट्टी भयो अनि अब चाहिँ लागेको अनि अब चाहिँ घर जाँदैछु जहिले ढिला हुन्छ कि बेलुकाको 7 बजे साथीहरू किनभने टाइम चाहिँ कम हुन्छ अनि चाँडो कुद्न पर्ने हुन्छ कि त्यसले गर्दाखेरि त्यही हो गाडी छुट्छ कि भन्ने डर हुन्छ यार मलाई चाहिँ मेन चाहिँ फेरि गाडी छुट्यो भने 15-20 मिनट 11 10:30 कति बज्छ रुम पुग्दा अनि गाडी यति बेला एउटा गाडी नछुट्दा त 9 बजेर 40 मिनटतिर पुग्छु अनि लास्ट ढिलो हुन्छ नि फेरि थोरै मिनट लाउँदैन यार गाडी फेरि दुईवटा चेन्ज गरेर जानुपर्छ झ्याउ लाउँछ क्या साथीहरू के गर्नु यस्तै छ हेर्नु सक्नुहुन्छ तपाईँहरू यस्तो छ यहाँको माहौल अहिले चाहिँ म यता आइसकेँ कुद्नु पऱ्यो साथीहरू फास्ट सकेला थान देऊ त देऊ त यस्तो छ साथीहरू यहाँको मौसम ओहो ल अझै आइपुग्न लागेँ म कति मिनटमा पुग्दो रहेछ है त 3 मिनट बाँकी थियो 9 बज्न